यहाँको यो माहौल यहाँको यो हवनकुण्ड कसरी जन्मियो हैन यत्रो चाहिँ उचाइमा कसरी यसलाई निर्माण गर्ने कार्य के कसरी सम्पन्न भयो होला कठिनाइहरू थियो होला यो निर्माण गरिरहँदाखेरि त्यो सबै कुरा यसो वृत्तान्तमा भनिदिनुहोस् न छोटकरी हरिओम हरिओम नारायण वासुदेव चन्द्र भगवान यसो दुवै पवित्र पावन क्षेत्र परापुर कालमा हाम्रो तेर्तादेव हाम्रा 3 युग हुन्छन् सत्य 4 युग सत्य त्रेता द्वापर कोली 4 युग हुन्छन् यो त्रेता युगमा एउटा ऋष्य सिंहेश्वर भन्ने ऋषि ऋष्य भनेको ऋषि सिंहेश्वर भने सिंह पलाएको हजुर उहाँ विभाण्डक ऋषिका सुपुत्र काश्यपको नाति हुनुहुन्छ हजुर उहाँले हजारौं वर्ष यस पवित्र पावन धाममा योग साधना तप गरेर खुर्सुका बोक्राहरू खाएर पात खाएर कोरामा साधना गरेर चाहिँ हजारौं वर्ष बस्नु भन्छन् उहाँ विभाण्डक ऋषिका सुपुत्र काश्यपको नाति भनेर चिनिन्छ उहाँलाई उहाँको नाम ऋष्य सिंहेश्वर भन्दा भन्दै रेसुङ्गाको नामकरण रहेको त्यसरी सिंहसँग अपभ्रंश भएर नाम रहेको भन्ने भनाइ छ हुन त यहाँ धेरै योगी साधु सन्त महन्त साधु सन्तले योग साधना तप गरेर यो पवित्र पावन नाम भयो प्रायः 4 ऋषिको वर्णन पाइन्छ यहाँ प्रथम ऋष्य सिंहेश्वर जसको नाम ऋषिको नामकरण हो दोस्रो शहीद स्वामी तेस्रा उहाँकै छोरा महापुर लक्ष्मीनारायण चौथा यदुकानन्द भनेर चिनिन्छ शहीद स्वामी अर्घाखाँचीको अर्घा भन्नेमा बस्नुभयो बामरुकमा चाहिँ जन्मस्थल भयो भन्ने भनाइ छ उहाँ विक्रम सम्वत 1804 मा चाहिँ जन्म भयो भन्छन् 1850 देखि 1906 सम्म चाहिँ उहाँ चाहिँ यस पवित्र पावन धाममा बस्नु यो साधना गर्नु भन्ने चाहिँ सुनिन्छ र उहाँका छोरा चाहिँ 11 वर्षको उमेरमा नै यो ऋषिङ धाममा चाहिँ आउनुभयो अरे यो साधना तप गरेर बुवाले गरेको ठाउँमा म पनि जान्छु भनेर उहाँ पनि आएर तपस्या गर्नु उहाँ नरसिंह अवतार लिनु नरसिंह आफ्नो शरीरलाई नरसिंह बनाएर नरसिंह जस्तो बन्न पनि सक्ने आफ्नो चिता जस्तो चिता उस्तै बन्न सक्ने क्षमता मान्नुहुन्थ्यो बाघ भालु हात्ती घोडा जस्तो चाह्यो उस्तै शुभ मानिसको रूपमा पनि आउन सक्ने त्यस्तो क्षमता मान्नुहुन्थ्यो अरे उहाँ पनि चाहिँ धेरै वर्ष चाहिँ यस पवित्र पावनमा बस्नुभयो र स्वयं यो हाम्रै रामलाई जन्मदिन पनि ऋष्य सिंहेश्वर राम लक्ष्मण भरत शत्रुघ्न जन्म पनि ऋष्य सिंहेश्वर ले जन्म दिनुभयो र उहाँ चाहिँ त्रेता युगमा त्रेता आएका चिनिन्छ त्रेता युगमा उहाँ चाहिँ अयोध्या नगरीमा राम लक्ष्मण भरत शत्रुघ्न जन्म हुनु कसरी भनेदेखि पहिले चाहिँ एउटा शान्ता भन्ने छोरी जन्मिनु भएछ त्यसको सन्तान भएन सन्तान नभइ सक्दाखेरि उहाँले आफ्नो गुरु वशिष्ठ मुनिलाई सोध्नु भएछ र मैले हाम्रो सन्तान भएन मैले कसरी सन्तान प्राप्त गर्ने भनिसकेपछि उहाँले एउटा उपाय छ एउटा चाहिँ यो हाम्रो उत्तराखण्डमा ऋष्य सिंहेश्वरले यो साधना तप गरेर बस्नुभएको छ उहाँलाई नै यो पुत्राष्टमी गर्नुपर्छ अश्वमेध गर्नुपर्छ भनिसकेपछि यहाँका ऋषि गएर अयोध्या नगरीमा पुत्राष्टमी गरेपछि राम लक्ष्मण भरत शत्रुघ्न जन्मिनु भयो र स्वयं राम र राम र लक्ष्मण यो ठाउँमा आउनुभयो यो ठाउँमा आउनुभयो आउँदाखेरि यहाँ चाहिँ गुरु चाहिँ ध्यान मग्नै हुनुहुन्थ्यो अरे यहाँ चाहिँ एउटा के कुवाको कुराहरू पनि छन् त्यो भन्दैछु मैले हजुर त्यो ध्यान मग्नै हुनुहुन्थ्यो अरे हजुर एकदम ध्यान मग्नै हुन्थ्यो त्यसो गर्दा हामीले गुरु दक्षिणा के दिउँ हजुर भनेर चाहिँ गुरुलाई दक्षिणा दिनुपर्छ हाम्रो जन्म यत्रो गराउनु हो भनेपछि यहाँ कति पानी देख्नु भइन्छ कति पानी रहन्छ त्यसो भने हाम्रो आफ्नो धनुषमाड प्रयोग गरेर राममाड कुवा चाहिँ उहाँले चाहिँ स्थापित गर्नुभयो त्यही कुवाको पानी हामीले यो मन्दिर परिसरमा हामी चाहिँ प्रयोगको लागि चाहिँ त्यहीँको कुवाको पानी हामीले यहाँ प्रयोग गर्छौँ भोजनहरू निर्माण गर्दाखेरि बनाउँदाखेरि अनि ठिक छ यो निर्माण गर्ने क्रममा होइन कठिनाइहरू आए यो कठिनाइको सन्दर्भलाई तपाईँहरूले कसरी चाहिँ चिर्नु भयो यो विषयमा कुरा गर्नु सक्छ यो मन्दिर निर्माण परापुर कालमा चाहिँ हाम्रो चाहिँ 4 ऋषि मध्ये राष्ट्रकारी यदुकानन्द ऋषि उहाँ चाहिँ यदुकानन्द ऋषि 1983-84 मा यो निर्माण भएको हजुर 1983-84 मा जुद्ध संसद प्रधानमन्त्री भएको बेला जङ्गबहादुर स्वयं यस पवित्र पावनमा आए हजुर आए कसरी आयो भने यो चाहिँ हाम्रो यो महापुर लक्ष्मीनारायण चाहिँ यो नरसिंह अवतार लिनु अरे नरसिंह चाहिँ अवतार जस्तो पनि बन्न सक्ने त्यस क्षमता हुनुहुन्छ अरे त्यसलाई बुझ्नु पर्यो कस्ता हुनुहुन्न रहेछ भनेर आफ्नो भेष बदलेर चाहिँ जोगीको रूपमा चाहिँ आए उनी आइसक्दाखेरि उहाँ चाहिँ गेटमा नै उहाँले चाहिँ यहाँ बसिराख्नु भएको थियो उहाँले चिन्नुभयो वहीँ गेटैमा आउँदै चिन्नु हे जङ्गे तलमा छल गर्न आएको त हिँड्नुहोस् भनेपछि उहाँले चिन्यो साथै चिने कस्ता चाहिँ एकदम ऊ रहेछन् चाहिँ भावेकै रहेछन् भनेपछि बरु मैले जानिनँ भनेर खुट्टा ढोक्न आइसकेपछि तँलाई
108 असर्फी ल्याएर असर्फी ल्याएर खुट्टामा ढुङ्गा आयो अरे ए अँ त्यो 108 असर्फी थिएन असर्फी हुने असर बिउ त्यहाँ असर्फी ल्याएर आइसकेपछि उहाँले 13 असर्फी तँ राख मलाई चाहिने म दिनु तँलाई कोही चाहियो भनेर खोसेको डालो घरमा भरेर असर्फी खसेँ अरे त्यहाँबाट हो यस्तो हरूलाई मैले जानिनँ मैले के गर्नुपर्छ हरूलाई चाहिँ मैले चाहिँ गल्ती गरेकोमा क्षमा याचना गर्न चाहन्छु भनेपछि तँले केही गर्नु पर्दैन यो रेसुङ्गालाई गौचौरामा सीमित गर र यो धार्मिक वनमा घोषित गर भनेपछि त्यसै बेलादेखि यो धार्मिक वनमा घोषित भएको रे ए यो हाम्रो 255 हेक्टर जमिनमा जमिनमा चाहिँ हाम्रो चाहिँ यो मन्दिर परिसर छ त्यहीबाट चलिराखेको छ अनि अहिलेको सन्दर्भमा यहाँको नगरपालिका नगरपालिका पर्यो कि गाउँपालिका नगरपालिका नगरपालिकाबाट अहिलेको यो सन्दर्भमा के कतिको सहयोग पुगिरहेको छ सहयोग सामान्य सहयोग भइराखेको छ हजुर यो नगरपालिका लगायत यो अनि अन्य दाताहरूबाट त सहयोग आउँछ विशेष गरी सरकारी क्षेत्रबाट हेर्दाखेरि नगरपालिकालाई हेरिन्छ हामीले होइन नगरपालिकाको यसमा कतिको रोल देखिन्छ यसको संरक्षणको लागि यसको प्रचार प्रसारको लागि गरेछ राम्ररी गरेछ धार्मिक भइरहेको छ सहयोग भइरहेको छ हस् ल यति इन्जेलसम्मको इन्टरभ्यूमा तपाईँले आफ्ना यहाँको बारेमा अभिव्यक्त गरिदिनु भएकोमा यहाँप्रति म आभार व्यक्त गर्न चाहन्छु हरि जय